गृहमन्त्री हाम्रो बा प्राइम मिनिस्टर हाम्रो आमा हामीले बाबु पाइसक्यो विश्वास छ पुलिसलाई पनि हाम्रो हम्बल रिक्वेस्ट छ प्लिज सपोर्ट गरिदिनु अब सुन्नु नमस्ते सबैले गृहमन्त्रीज्यूसँग भेटघाट गर्यौं गृहमन्त्रीज्यूलाई हाम्रो घाइतेका तर्फबाट भएका सबै मागहरू हामीले बुझाइसकेका छौं गृहमन्त्रीले गृहमन्त्रीज्यूले अहिले बेलुकासम्म आज बेलुकासम्ममा छानबिन समिति बनाएर आज बेलुकासम्मलाई थाहा हुने हिसाबले सबैतिर सार्वजनिक गर्छौँ भन्नुभएको छ। हाम्रो मागहरू यथाशीघ्र छिटोभन्दा छिटो सम्बोधन गरेर घाइते भएका सबै साथीहरूलाई चाहिँ छिटो उपचार गर्ने र मृतक परिवारहरूलाई क्षतिपूर्ति दिने हिसाबले पुरा भाषा भन्नुभएको छ। साथीहरू हाम्रो तमाम अरू साथीहरू छन् रियल जेनजीको नाममा यहाँ घुसपेट भएर जेनजीको कुराहरू गर्ने तत्त्व घुसेको छ। यसमा हामीले सचेत हामीलाई चाहिँ विभिन्न कुराहरू गर्ने काम गरि हुँदैछ। जेनजीका मागहरू यथाशीघ्र सम्बोधन हुनुपर्छ र जेनजी भनेको रियल जेनजी हामी हो। अहिले सोशल मिडियामा आएर मान्छे हामीहरूको जुन माग छ नि हामीहरूको जुन माग छ त्यो माग सुन्नु एकछिन ल